हेलो एभ्रिवान। यहाँहरू फिनल्यान्ड अप्लाई गरी सोचिराख्नु भएको छ भनेदेखि अब आउँदै गरेको इन्टेक 2026 को अगस्त इन्टेकको लागि चाहिँ एप्लिकेसन अब खुल्दैछ, कुनै खुलिसकेको छ। सो यहाँहरूले अप्लाई गर्न चाहनुहुन्छ भनेदेखि ब्याचलर्स मास्टर्सको लागि चाहिँ एप्लिकेसन खुल्दैछ। ब्याचलर्सको लागि चाहिँ रिक्वायरमेन्ट भनेको आइल्समा ओभरअल 6 पिटी भयो, ओभरअल 55, र यहाँहरूको सब्जेक्ट पर्सेन्ट ग्यापले म्याटर गर्दैन। र त्यसै गरी नै मास्टर अप्लाई गर्न चाहनुहुन्छ भनेदेखि मास्टर्सको लागि चाहिँ आइल्समा 6.5 र पिटी भयो 62 हुनुपर्ने हुन्छ। सो यदि यहाँहरूसँग डकुमेन्टहरू रेडी छ भनेदेखि प्लिज कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यदि छैन, पिटी आइल्स गर्न बाँकी छ भनेदेखि चाहिँ तुरुन्तै जोइन गर्नु होला। त यहाँहरूले अब आइल्स पिटी जोइन गरेर पनि अप्लाई गर्न भ्याउनुहुन्छ। सो त्यसको लागि चाहिँ हामीलाई सम्पर्क गर्नु होला। र एकजना स्टुडेन्टले कमेन्ट गर्नुभएको छ वाट्सएप नम्बर प्लिज भन्नुभएको छ। हाम्रो वाट्सएप नम्बर चाहिँ टिकटकको बायोमा राखेको छौँ। सो त्यो नम्बरमा यहाँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हस् त, नमस्ते।